ल है साथीहरू, गुड मर्निङ। है आज म यहाँ बुमथाङतर्फ लाग्दाखेरि यहाँ यो तोङ्ला नाला यहाँ बुमथाङको बिचमा फेरि यो तोङ्ला जस्तै एउटा पास एउटा काट्नु खासै थाहा पनि भएन है। यहाँनिर एकदम पिकनिक स्पोट पनि छ यतातिर मजाको पिकनिक स्पोट यहाँ यसो छ है। यो पनि एउटा पास नै हो र यहाँनिर मान्छेले धेरै जस्तो मान्छेहरू यहाँ यसो विश्राम गर्ने गर्छ, रेस्टिङ प्लेस छ है। र आजको दृश्य भने यति मात्रै होला र अलिक हतारमा छु, त्यो भएर त्यति राम्रोसँग प्रस्तुत गर्न सकिनँ, त्यसमा क्षमा प्रार्थी छु। र अहिले चाहिँ म उता रङसा पुगेर बुमथाङ पुगेर फर्किनु पर्ने हुन्छ, त्यसले गर्दाखेरि यति राम्रो गर्न नसकेकोमा चाहिँ क्षमा प्रार्थी छु भन्न चाहन्छु। थ्याङ्क यू एभ्रिबडी।